नमस्कार। आज तपाईहरु समक्ष मैले एउटा सानो लेख लिएर उपस्थित भएको छु। कृपया यो लेखलाई अन्त्यसम्म सुनेर क्रिया प्रतिक्रिया व्यक्त गर्नुहुनेछ भन्ने आशा लिएको छु। मेरो लेख सुरु हुन्छ यसरी। विद्यालय हिँडेका ती कलिला अबोध बालबालिकाको छातीमा रगतले लपक्कै लिपिएको क्षणमा कसरी हाँस्न सक्यौ तिमी? जनताको रगत पसिना शहीद परिवारको आँसु पिएर कसरी विलासी जीवन बाँच्न सक्यौ तिमी? खुला सडकमा ढलेका ती कोमल फूल रूपी लासमा टेकेर कसरी हाँस्दै हाँस्दै जहाज चढेर भाग्न सक्यौ तिमी? कल्पना गर शहीद परिवारको बिना कसुर मुलुकको भलो चाहने आवाज उठाउने बालबालिकाको रगतमा तैरिँदै होली खेल्न सक्ने हिम्मत जुटायो। बन्दै नबनेको सानो संसार, उम्रिँदै नउम्रिएको सानो फूलको जरा कुल्चिएर जरा टेकेर मुहानै फुटायो। पोलेको मन बोकेर नम्र आवाजमा विनम्र गर्दा कसको मन नरोला र फुल्दै नफुलेको फूल यतिकै झर्दा? चलाएको गोलाबारी ताकेरै छाती तिमी त भाग्यौ नि हाँस्दै जहाज चढेर आकाशमाथि। खरानी भयो देशको ढुकुटी तिम्रो विलासी जीवन शैलीले कहिल्यै पत्ता पाउने नेपाली जनता बहिरीले। तिनै दानव रूपी मानिस आज चुनावको मैदानमा मसान सरी खडा भइदिँदा सारा बौद्धिक नेपाली आज सेतो टावरको भित्ताले छेकिँदा। बदलौं सोच बदलौं विचार, कति बगाउने पराईको देशमा पसिना र रगत, राखौं यसै पालीबाट मुलुक बदल्ने तागत। भ्रष्टको कठालो समातेर जेलमा कोच्ने कानुनको निर्माण गर्ने बेला कानुनको निर्माण गर्न सक्ने नेता छानौं सारा नेपाली जनले फागुन 21 गतेमा जानौं। नबिकौं सामान्य खाना र रुपियाँको भूलमा, नटेकौं आफैले रोपेको कोमल रूपी फूलमा। सम्झौं आफ्नै परिवार अनि बाल बच्चाको जिम्मेवारी। सच्चा मनकार, सच्चा विकास प्रेमी उम्मेदवारलाई विजय गराउँ मतले भारी। धन्यवाद। म जीत बहादुर खड्का। यो मेरो नकारात्मक केही शब्दहरू भए तापनि यसलाई मुलुकको परिवर्तन, मुलुकको विकास र मुलुकमा त्यस्ता केही विध्वंसकारी नेतालाई लक्षित गरी भनिएको यी शब्दहरूलाई सामान्य रूपमा लिनुहुनेछ भन्ने आशा लिएको छु। यसपालिको फागुन 21 गतेमा आफूले स्वविवेक प्रयोग गरी, आफूले सच्चा उम्मेदवारलाई छानी, पार्टी नहेरी देश र आफ्नो भविष्यलाई उज्जवल बनाउन सक्ने, देश र हामी सारा नेपाली जनताको भविष्यलाई उज्जवल बनाउन सक्ने उम्मेदवारलाई अत्याधिक बहुमतले विजय गराउन हुनका लागि म समस्त आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र समस्त विकास प्रेमी योद्धाहरूलाई हार्दिक अपिल गर्दछु। नमस्ते।